ए घिमिरेनी बहिनी कहाँ जानुभयो हौ? ओइ बहिनी बाहिर निक्लिनु त, म आउँदैछु फोटो खिच्नलाई। यहाँ के मैले लाएर आएकी छु, तपाईँले नाम जाना छैन सोध्नु त आएर बाहिर। खोइ त अनि लु 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 भन्नु भन्नु के लगाएको छ मैले हेर्नु त लु। ए बहिनी मैले के लगाएको छ हेर्नु त, के गहना हो चिन्नुहुन्छ? आउनु नि त नजिकै पो चिनिन्छ कि बस्नु त यहाँ। लु भन्नु त के लगाएको छ मैले हेर्नु त लु। बाफ्रे छिमेकी दिदीले त आज पुरानो हाम्रा पुराना गहना पो लाएर आउनु भएछ। पहाडकी मान्छे आउनु त हौ म त। त्यही भएर हो र लाउनुपर्छ। राम्रो सुहाउँदो रहेछ आफ्नो पुरानो गहना कति राम्रो। ए मलाई के चिन्नुहुन्छ भनेर भन्नुभयो। के चिन्नुहुन्छ लु भन्नुहोस् त। अनि यो चाहिँ चन्द्रहार हो, यो चाहिँ रुद्राक्ष हुन्, यो नौगेडी, यी चेप्टे सुन हुन्, यो ढुङ्ग्री भन्छ क्या डाइभरे ढुङ्ग्री, म चाहिँ ठुलोलाई चाहिँ डाइभरे ढुङ्ग्री, यो झम्के बुलाकी, अनि यो शिरबन्दी। ठिकै भयो? ठिकै हो ठिकै। हेरुन् सबैले जानुन् लाउन् भनेर सिकुन् भनेर चाहिँ मैले किनेर देखाएको। पछाडि अहिले मेरा छोरा छोरीलाई नाता नातिनीलाई काम दिन्छ भनेर चाहिँ मैले किनिराखेको हो यो। तर अब सुन त होइन, अब यो नक्कली हो रै भए पनि सुनै जस्तो छ त होइन? सुनै जस्तो देखिएको छ त। नक्कली सुन भए पनि तपाईहरुले अब यस्तो खालको चाहिँ हामीले लाउँछौँ देखाएको क्या, देखाउनको लागि चाहिँ। अगाडिको परिवर्तन पुरानो परिवर्तन हो यो हाम्रो, तर अहिलेका केटाकेटीलाई यो केही मतलबै छैन, लाउँदैन क्या भन्छ। ए बहिनी मलाई सुहागी सुहाएन हो, हेर्नु त मेरो गहना कस्तो छ? कति राम्रो सुहायो। यो चाहिँ अब हेरुन् मेरा नाता नातिनाले पछाडिसम्म अगाडिको परिवर्तन देखाइदिएको मैले क्या, यस्तो हुन्छ भनेर सृष्टि हो, नेपालीको सृष्टि हो यो। तर मान्छेले जान्दैनन् अहिलेकाले, कतिले बुझ्छन् कतिले बुझ्दैन। बहिनी अनि म मानव धर्म लागेको छु, यो राम्रो धर्म हो। अब यो हिन्दू धर्म हो, यो अरू केही धर्म होइन, हिन्दू धर्म हो। अन्त म बेला बेला सत्संग राख्छु चाडबाडमा। अनि मलाई अर्थ केही गर्नु पर्दैन, मलाई यो सत्संग राखेपछि भइहाल्यो। अनि त्यहाँबाट राति सुमिरन गर्नुपर्छ, ध्यान गर्नुपर्छ। हाम्रो यही हो, भाग्य नै यही हो, कर्मै यही हो, हाम्रो यही लिएर आएका र त हामीहरू लाग्यो। यो नलिएको भए हाम्रो भाग्य थिएन भने हामीले जबरजस्ती गरेर हुन्छ? कसैलाई जबरजस्ती छँदै छैन, हुँदैन। अब एक दिन जन्मिनु छ, एक दिन मर्नु छ। मेरो भजन सबले मेरो केही छैन, एक दिन आउनु एक दिन जानु, लानु केही छैन। बहिनी अब हामीहरू छर छिमेकी छौँ, वल्ल घर पल्ल घर मिलेर बस्नुपर्छ। कति दिन बाँचिन्छ र हाँसी खेली गरेर बस्नुपर्छ। बाँध्नु हुँदैन, झगडा गर्नु हुँदैन, मान्छेलाई नराम्रो गर्नु हुँदैन। मान्छेलाई नराम्रो गरेको राम्रो होइन, राम्रो गरेर बस्नुपर्छ। हो त दिदी ठिकै भन्नुभयो। र अब हामीहरू मिलेरै बस्नुपर्छ। आजसम्म मिलेर बसेका छौँ, अब 25-30 वर्ष भइसक्यो। अब आफ्नो भात खाएर चाहिँ आफ्नो घर बसेका छौँ, मिल्नु त पर्यो त हौ, काला पाक्न जानु त हौ। त्यसरी नै राम्रोसित बस्नु, यसरी नै हाम्रो जिन्दगी बितोस्, अब हाम्रो प्राण जाओस्, खुसी नै मर्न पाइयो।